हेलो गाइज, वेलकम टु माई न्यू मिनी भ्लग। सबैजनालाई स्वागत छ मेरो मिनी भ्लगमा। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज यो मिनी भ्लगमा सबैले माया साथ सपोर्ट गरिदिनु होला। त यही भन्न चाहन्छु, यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। सबैजना मिलेर साथ सपोर्ट दिनु होला। यो मिनी भ्लगमा चाहिँ आज हामी आमा छोरा भएर चाहिँ मकै लगाएको थियो। मकै लाउने ठाउँमा मकै बाक्लो भएको कारणले गर्दा मकै छाट्न हिँडेको हामी आइसक्यो। त्यो हामीले खेती लाउने ठुली आमा होइन, त्यो ठुली आमाको घरमा आइसक्यो। त्यो ठुली आमाले चाहिँ घरमा के पाल्नु भएको रहेछ होइन, कुखुरादेखि लिएर कुखुराहरू रहेछ, बाख्रा पनि, अनि भैँसीहरू पनि टन्नै रहेछ। भैँसीहरू 3टा भैँसी रहेछ होइन। त्यसपछि हामी हिँड्यो बारीतिर। यो जति पनि देखेको बारी छ त्यो सबै त्यो ठुली आमाहरूको हो। त्यो हामीले लगाएको मकै लगाएको बारीमा हिँड्यो, हामी गयो होइन। अनि मम्मीले चाहिँ मकै छाड्न लाउनु भयो। एकदम बाक्लो भएको रहेछ मकै चाहिँ होइन। मेरो के काम, म त मजाले उभिएर हेर्ने काम मेरो त, भिडियो बनाउने बस्ने, त्यति मेरो काम भनेको त होइन। मम्मी चाहिँ मजाले मकै छाड्नु भयो। मेरो पालो चाहिँ मकैको भारी हाल्ने, घर लानु पऱ्यो भारी हालेर। अब त्यही भएर म चाहिँ मकै ओसारेँ। साह्रै घाम लागेको नि थियो, साह्रै गाह्रो भएको थियो। म चाहिँ मकै ओसारेर भारी हाल्ने ठाउँमा गएँ, भारी हालेँ। मैले हालेको भारी चाहिँ यही हो है साथी हो। यो 2टा भारी हालेको। मम्मीले चाहिँ भारी बोक्न लाउनु भयो। के परेछ आँखामा, आँखा मृत्यु गर्नुभएको थियो। भारी बोकेर हिँड्नुभयो। भारी बोकेर हिँडिसकेपछि घरतिर लाग्यो। आजको ब्लग यति नै। सबैले माया साथ सपोर्ट गरिदिनु होला साथी हो।